नम्बर ठोक्छ ल ए भाइ तेरो घरको एड्रेस पठा डिटेल पठा सबै पठा 69 स्टिप भन त ल म टिप 6964 टिप यसले स्टिप ल मैले आइएस भने 1 महिना टाइम है लिकेज रेकर्ड गरायो 1 महिना हैन भाइ 1 महिना हैन भाइ 1 महिना हैन भाइ तँलाई 1 वर्ष तेरै ठाउँमा आएर मलाई सबक सिकाउने हैन के मलाई कुटेर हैन के भाइ Victoria Drive 69 के रे Victoria Drive Vancouver BC के रे Vancouver BC हैन BC अनि फोन नम्बर 236 866 2330 बिस्तारै भन डिफ्रेन्ट टिका छ दिमाग छैन मलाई खाते लेभल छैन मलाई भाइ तेरो खाते भाइ दिमाग छैन मलाई टिपा सुनेर क्यापेसिटी छैन रन्डीको बास सिक्दैन भाइ रन्डीको छ र सुन्न रन्डीको छ मलाई पढ्नु हैन त पढ्न गएको हैन मलाई दिमाग बाप्तस मलाई साला नम्बर टिप्न क्यापेसिटी छैन एउटा नम्बर टिप्न आउँदैन साला खातेको बच्चालाई ओए त्यसको एकाउन्ट उसको एकाउन्ट गयो चल त्यसलाई बोला थानामा गफ गर्छ होइन नम्बर टिप्न सक्नु पर्यो नि होइन कालु ब्रदर यस्तो भएको हो म हिजो तिमी थिएँ हैन टिप्नु पर्यो किन के भयो खै गरेर त लाइभ गरे क्या एउटा ओए होइन ऊ एकाउन्ट गयो कालु ब्रदर होइन त्यही पनि के भयो त किनकि म लिगली बसेको मान्छे हो म लिगली नै ट्याक्स दिएर बसेको मान्छे हो यो कुरा हैन सुन न मैले बुझे अर्पण सुन न यो कुरा कस्तो भएको छ भने अलिकति समाजमा तिमी पनि बुझ्छौ हेर सामाजिक प्राणी हो त्यही समाजमा सकिँदैन म तिम्रो कुरा सुने यत्रो बोले म के बोलेन नि त निकै छैन केही बोलेन नि त कस्तो हुन्छ भने राम्रो कुरा सानोको पनि सुन्नुपर्छ हेर अर्पण है जसको पनि सुन्नुपर्छ के भने तिमीले यस्तो कुरा स्टेटमेन्ट यहाँ लाइभमा मेरो पनि 900 जना 1000 जना छन् तिम्रो पनि छन् के भन्दै भने मैले सम्पूर्ण मैले सम्पूर्ण समुदायलाई भनेको होइन व्यक्ति विशेषलाई भनेको भन्दै सकिएको ए राजा भिडियोमा छ कि भिडियोमा छ पर्सनल उसलाई बनाएको छु मैले पर्सनली भिडियो बनाएको युकेको सुमिनालाई बनाएको छु हैन सुमिनालाई बनाएको भिडियो कसरी पब्लिकलाई भयो त्यही त त्यो भन न पब्लिकलाई होइन भनेर भनिसकेको त होइन पब्लिक कुरालाई नलिदियो यो सिट चिकन भएर पब्लिकलाई जुझाउने बजाउने काम चाहिँ राम्रो होइन तिम्रो हाम्रो आफ्नो ठाउँमा छ त यार यो अरू गाली अरू निरोसन मान्छेलाई गाली गलोज गरेर उनलाई चाहिँ ड्र्याग गरेर हामीले चाहिँ यो राजनीति गर्ने काम चाहिँ न बिलबिलले गर्ने न तिमी गर्ने न म गरेँ न निकेशले गर्ने यो राम्रो काम होइन हो कि निकेश भन त हो नि यो चिज गर्ने समाजमा म एउटा कुरा के भनौँ नि पर्सनल कोहीसँग जस्तो मेरो र कालुको के गरेर भोलि झगडा पर्यो भने मैले कालुलाई भन्ने हो क्या कालुको फ्यामिलीलाई पनि तान्ने होइन र प्लस मैले पनि जाने होइन मैले कालुसँग बोल्ने हो होइन के कुरा हो मामला सल्टाउनु खोज्ने हो कि बिगार्न खोज्ने हो कि झन् उसँग जाने हो त समाजलाई भनेर काम छैन दाइलाई अर्पण दाइ मैले तपाईँलाई हिजो पनि भनेको थिएँ नि दाइ त्यस्तो जातित्व हिसाबमा चाहिँ नजानु अरू कुरा सबै ठिक छ भनेर भनेको थिएँ कि थिएन ल भन्नु मैले निकेश भन्दा म तिमीलाई रेस्पेक्ट गर्छु किनकि तिमीलाई राम्रो मलाई तिमीलाई जोडेको थिएँ होइन मैले कहिले पनि कुनै मैले समाजलाई भनेको छु भने मसँग प्रुफ देखाउनु पर्यो नि त होइन त्यतिकै त बोलेर हुँदैन नि होइन त्यो मान्छेले उचालेको हो क्या अहिले जातित्व हिसाबले आएर उचालेर उसले चाहिँ आफू एउटा भ्युज कमाउन खोजेको थियो मैले जातीय हिसाबले गर्ने भए त मेरो वाइफै मगर हो त होइन त्यो कुरा कालु ब्रदरले बुझ्नु भएको छ कालु ब्रदरले अघि भनिरहनु भएको थियो लाइभमा त्यो जातित्व हिसाबले नजानु यो समाज बिग्रिने हिसाबले समाज बिगार्न चाहिँ नलाग्नु भनेर कालु ब्रदरले कालु होइन पुस गर्ने हो भने त जातीय हिसाबले गर्ने त मैले मेरो मम्मी नै तामाङ मेरो बुढ नै मगर हो होइन जातिकै हिसाबले कुरा गर्ने त अनि उसले मैले मान्छेलाई भनेकै सन्देश भाइ सन्देश कान्छा यहाँ अलिकति कुरा हुन्छ कि तिमी बेलबियनसँग मलाई पनि कुरा गर्नु छ होला दाइ ऊ आयो भने निकेश भाइ एकछिन तपाईँ आउट हुनु न निकेश ब्रदर म तपाईँ तान्छु फेरि है ल कुरा गर्ने अरे म तपाईँ तानिहालेँ एकछिन भाइ उसलाई तान्ने कुरा गर्न पायो नि त कुरा गर्न पाउनुपर्छ किनभने आफ्नो ओपिनियन राख्ने हो क्या सबै भाषाले राख्ने हो कसैलाई असर नपरोस् होइन अब प्रश्नहरू गरेको थिएँ क्या त एक हप्ता अगाडि होइन उहाँले मलाई डिस्कनेक्ट गरिदिनु भयो मैले नराम्रो पनि बोलेको थिएन प्र्याक्टिकल प्रश्न गर्न पायो नि त हजुर होइन म त्यो सोध्न चाहन्छु क्या गाइज केटाहरू उसलाई भन त मलाई जोइन गर्ने भन त अब जोइन हुँदैन त्यो किनकि तिमीलाई थाहा भइसक्यो कि राम्रो भने थाहा भइसक्यो होला
म जुदाको छैन त अर्पण सही कुरालाई सही भन्न मेरो सक्नुपर्छ नि त यार यस्तो हो तिम्रो मेरो दुश्मन छ त अझै पनि छ त यार तर दुश्मन भयो भन्दैमा अरू समाजलाई बिग्रिने काम गर्ने होइन नि त यार त्यही त उसले मेरो फोटो बिगार्ने तिमी दुइटै हो यो सन्देश पनि हो तिमी पनि हौ किन भन त बराबर हाम्रो कुरा बराबर भएको छ है यो कुरा चिसो थाहा किनकि तिमीले मैले उठायो मलाई तिमीले भ्याकुतामा सुन कालो तिमीले मलाई भ्याकुतामा हाल्देऊ राइट तिमीलाई मैले 4 वर्षमा तिमीले मलाई भ्याकुतामा हाल्देऊ किन नभएकोमा त हाल्यौ नि तिमीले मलाई भ्याकुतामा हाल्देऊ त्यसपछि माइललाई आउनुभन्दा अगाडि हालेको तिमीलाई माइल आउँदै आउनुभन्दा टिकटकमा माइललाई आउनुभन्दा अगाडि तिमीले मलाई भ्याकुता भनेर नाम राखेर भ्याकुतामा मेरो पिक्चर हालिदेऊ तिमीले मेरो उठायो मैले तिम्रो उठायो त्यो बराबर भयो द्याट्स इट बाटो कुरा गर्नुपर्छ त तिमीले अर्पणले मात्र मेरो हाल होइन कि पहिला सुरुमा तिमीले मेरो फोटो भ्याकुतामा हालेको म यस्तो के सुन्न तिमी जति मैले फनी रूपमा तिमीलाई गरे पनि म थाहा छ सुन है अनेस्टली भन म टिकटकमा जतिसुकै हेर झगडा गरेको अहिले अर्पण सुन कति 4-5 वर्षमा हामी यस्तै गरेका छौँ सायद गलती हरेकमा गलती गर्थ्यो भने अहिलेसम्म टिक्न गाह्रो पर्थ्यो कि बुझ्यौ नि कतिसम्म गर्ने कति हदसम्म टिकटक गराउने त्यो कुरामा चाहिँ केटाले सुध्रिनै पर्ने हुन्छ क्या होइन यार कस्तो नि कालो बोल्छ 5 वर्षमा हामीले कति चिज गर्यौँ होला ल भन न 5 वर्षमा गरे तर अहिलेसम्म टिक्यो भने सबैमा गलत भएको भए के मान्छे टिक्थ्यो र यहाँ कोही पनि 100% पर्फेक्ट छैन क्या अनेस्टली भनेको कुनै पनि मान्छे राम्रो तरिकाले आएकै छैन टिकटक चाहे तिमी हो चाहे म हौ चाहे ब्रान्डेड होस् कुनै पनि चाहे चन्दन होस् चाहे फिटमेनै होस् कुनै पनि मान्छे राम्रो तरिकाले टिकटकमा माथि आएकै होइन यो त सबैले स्वीकार्नुपर्छ किनकि कुनै पनि मान्छे राम्रो तरिकाले टिकटकमा आएकै ऊ अब अहिले त्यो भाइ पनि राम्रो तरिकाले आएकै होइन आएको होइन कसरी भन्यो सुनेर केही नापिँदैन यस्तो अर्को कुरा त्यसले के भनेछ भने मलाई क्यानाडा आएर ठोक्छु रे ल मैले त भन्छ मेरो एड्रेस नम्बर पनि दिएको छु मेरो एड्रेस कालोसँग नम्बर कालोसँग छ कालोलाई पर्सनली कुरा गरेर कालोसँग मेरो फुल एड्रेसै छ कालोले दिन्छ ल त्यो हो क्या त्यो दम चाहिँ हुनुपर्छ क्या आउनको लागि एउटा भन्छ होइन अस्ति नै ऊ हाम्रो फिटमेनसँगको कुरामा हो मैले उसलाई एउटा क्वेसन सोधेको थिएँ क्या उसले चाहिँ के भन्नु भन्दाखेरि हाम्रै 2-4 साथीभाइहरूलाई पनि उसले कानुनी धम्की दियो त्यति बेला हामीले उसलाई के सोध्यौँ भन्दाखेरि होइन कानुनको धम्की दिने हो भने फिटमेनको ह्यारेसमेन्ट एन्ड बुलिङ उसले पनि गरेको छ तक्लु पागल भन्दै भिडियो उसले पनि हालेको छ तिमी पनि कम छैनौ है त्यही भएर यो म कानुन हो मलाई कसैले गर्यो भने तिमीहरूलाई आएर समाज छ यस्तो खालको धम्की चाहिँ नदेऊ पहिलो कुरा चाहिँ उसलाई यो भनेको है अनि यो बेलबेट भाइ कहाँ गर्छ यसलाई खोजेको भेट जोड त केटा हो साथी को छौ के भने म साथी हामीलाई नेपाल निकाल्छु भन्छ नि हामीलाई त नेपाल निकाल्दैन हामी जेल जान्छौँ तर पनि कस्तो हुन्छ नि यसलाई त बरु पिआरको लागि धक्का हुन्छ पछि गफलाको होइन किनकि किन पिआरको लागि 10 जनाले हामी त्यस्तो गर्न चाहन्छ 10 जना मान्छेले त्यसको क्यानाडा अस्ट्रेलियामा कम्प्लेन गरिदियो भने त्यसको पछि पिआरको लागि टोटल्ली धक्का हुन्छ हामीलाई थाहा छ त यो कुरा पनि उसले मान्छेको फोटो उठाएर गाली गर्दै यताउता भनेर भिडियो हालेछ त होइन र बेलबेनको पनि प्रोफाइलमा गएर हेर्ने पनि छ त मान्छेको फोटो उठाएर गाली गरेको यताउता छ त उसकोमा भने अनि उसले कानुनकोमा ठुलो कुरा गर्दै मिल्दैन नि कस्तो भने मेरो भनाइ नै त्यो नजानु मान्छे गइसक्यो हो कि नै सन्देश महात भाइ नजानु मान्छे जेल गइसक्यो फिटमेन हो कि नै होइन जतिखेर नि तक्लुलाई मैले जेल हालेँ उफ्रेको थियो मैले ठिक पारेको थियो होइन नि ठिक पारे त्यस्ता भुटानी कम्युनिटीको मान्छेहरूले कति हालेको छ फिटमेनलाई युएसको मान्छेले कति बेला त बल्ल बल्ल सकेको हो भने बिचरा उहाँ त भर्खर आएको स्टुडेन्ट भाइले चाहिँ कहिले त्यो गर्न सक्दैन क्या कति भएको कुरा गर्नुपर्छ समाजवादी भएको कुरा गर्नुपर्छ क्या मैले जोडेको आउने मानेन ऊ मैले रिक्वेस्ट आउँदैन क्या अब त्यो आउँदैन क्या अब आउँदैन क्या त्यो अब मैले गफ लाग्यो भने त्यो अब आउँदैन त्यसलाई जसरी पनि बोलाउनु पर्छ त्यसलाई बोलाउनै पर्छ मैले जोडेको आएन ऊ आउँदैन क्या त्यो दाइ ल त्यसपछि दाइ म निस्किन्छु दाइ ल म पनि निस्किन्छु यार बसन बाहिर जान्छ यार अहिले आउने के गर्ने एकछिन सोधौँ होइन नआयो भने अब सोधौँ कुरा मिलाउनु पर्यो होइन क्या राज कस्तो म हेर कालो अनेस्टली भन्छु म एउटा छेत्रीको छोरा बाहुनको छोरा मेरो भनाइ मैले हिजो मेरो भन्दा त फिटमेससँग त मेरो 2 वर्ष वार पऱ्यो त होइन तर पनि आज किन म गुरुङलाई गएर साथ दिएको छु भन्दाखेरि
त्यही त मैले फिटमेनले गल्ती गरेँ जेल गरेँ मैले पनि उस गरेँ फिटमेन जेल जाँदाखेरि मैले पनि लाइभबाट टिकटकबाटै गएँ होइन टिकटकबाट गएँ नि म टिकटकबाट त्यति आउँदैन आइनँ